यहाँले भन्नुभएको र अहिले हामी चाहिँ म चाहिँ निर्माण व्यवसाय महासङ्घको केन्द्रीय सदस्यदेखि उपमहासचिव त्यसपछि गएर उपाध्यक्ष हुँदै म अहिले वरिष्ठ उपाध्यक्ष हुन्छु र हामीले 3-4 कार्यकालमा हामीले धेरै नीति नियमहरू चाहिँ चेन्ज गऱ्यौँ। यद्यपि ती धेरै कुराहरू सरकारसँग सहमति भएको कुराहरू पनि लागू गर्न बाँकी नै छन्। ती लगायतको चाहिँ हाम्रो अहिले निर्माण क्षेत्र हेर्नुहुन्छ भनेदेखि धेरै चाहिँ सकसमा छ र नेपाल सरकारले भुक्तानी गर्न नसकेकोदेखि लिएर रसिया युक्रेन वारको चाहिँ समस्यादेखि लिएर र अहिले हालै भएको यो पूर्वी एसियाको चाहिँ वारदेखि लिएर विभिन्न कारणले गर्दा हाम्रो चाहिँ समस्याहरू भएको छन्। ती समस्याहरू समाधान गर्नलाई हामी चाहिँ महासङ्घको चाहिँ सक्रिय नेतृत्व आवश्यक पर्छ र त्यसको लागि चाहिँ अहिले भर्खरै अब जनता नेपालमा पनि चाहिँ भारी मतसहित नेपाल सरकार चाहिँ अब गठन हुन गइरहेछ र यसरी अब नयाँ बन्ने सरकारसँग हाम्रो चाहिँ धेरै मागहरू पुरा गर्नुपर्ने हुनाले मेरो यो उम्मेदवारी दर्ता गर्न लाग्यो। विशेष गरी अब हाम्रो चाहिँ निर्माण क्षेत्रमा अघि मैले भने जस्तो गरेर धेरै ठुला समस्याहरू छन् र लामो समयदेखि हाम्रो चाहिँ पेसा चाहिँ एकदम क्रोनिक भएर बसेको छ। धेरै ठेक्काहरू चाहिँ क्रोनिक भएर बसेका छन् र सरसर्ती हेर्दाखेरि पब्लिकली बुझ्ने कुरा र आम मिडियाले बुझ्ने कुरा चाहिँ अब निर्माण क्षेत्रमा चाहिँ जति पनि समस्याहरू छन् ती सबै समस्या चाहिँ निर्माण व्यवसायहरू र बोलीचालीको भाषामा भन्नुहुन्छ भने ठेकेदारहरूको समस्या हो भन्ने खालको हाम्रो बुझाइ छ। तर वास्तव त्यो नभइकन धेरै समस्याहरू यहाँ चाहिँ थुप्रिएका छन् र त्यो कुरा चाहिँ हामीले चाहिँ चिरफार गर्न आवश्यक छ। कति कुराहरू चाहिँ नेपाल सरकारले बिना बजेटको ठेक्काहरू पनि लगाउने चलन छ, किनकि अब हाम्रो लामो समय राजनीतिक अस्थिरताको कारणले गर्दाखेरि चाहिँ राजनीतिक अस्थिरता भयो। त्यसले गर्दाखेरि 8-9 महिनामा मन्त्री चेन्ज हुने, 12-13 महिनामा प्रधानमन्त्री चेन्ज हुने जुन परम्परा हाम्रो चाहिँ लामो समय रह्यो, त्यसले गर्दाखेरि चाहिँ राजनीतिक दलका नेताहरू आफ्नो कार्यकालमा चाहिँ केही न केही काम गरौँ भन्ने हिसाबले बिना बजेटको ठेक्काहरू पनि लगाउने चाहिँ परम्परा भयो। त्यसले गर्दाखेरि चाहिँ 10औं करोडको ठेक्काहरू लगाउने तर चाहिँ बजेट चाहिँ 1 करोड 1.5 करोड पनि नराख्ने, त्यो कारणले गर्दा धेरै ठेक्काहरू चाहिँ क्रोनिक भएर बसेका छन् र ती ठेक्काहरू क्रोनिक हुँदै गर्दाखेरि चाहिँ अहिले ठेक्का तोडिने सुरु भएको छ र सरसर्ती हेर्दाखेरि चाहिँ ती ठेक्काहरू चाहिँ अब सबै निर्माण व्यवसायको कारणले काम नभएको र ती ठेक्का तोडिनुपर्छ भन्ने एउटा भाष्य तयार भएको छ। तर वास्तवमा त्यो नभइकन केही ठेक्काहरू चाहिँ हाम्रो साथीहरूले गल्ती गरेर कमजोरी गरेर क्रोनिक भएको होला, तर धेरै ठेक्काहरू चाहिँ त्यहाँ समयमा बजेट पर्याप्त नभएको, कुनै वर्ष चाहिँ बजेटै नभएको अथवा बजेट भयो भने पर्याप्त बजेट नभएको लगायत विभिन्न कारण छ। जग्गा प्राप्तिको समस्याहरू छन्, वन फडानीको समस्याहरू छन्, डिजाइनका समस्याहरू, भिओको समस्याहरू, यी कारणले गर्दा ठेक्काहरू क्रोनिक भएर बसेका छन्। ती ठेक्काहरूलाई पनि अब हामीले सरकारसँग यसलाई चाहिँ गहिरो रूपमा चाहिँ मसिनोसँग छलफल गरेर त्यसलाई चाहिँ निराकरण गरेर आपसी सहमति पनि ती ठेक्काहरू चाहिँ या त तोड्ने या नतोड्ने हो भनेदेखि त्यसलाई चाहिँ पर्याप्त बजेट राखेर सिद्धान्ततिर लाग्नुपर्नेछ। यी लगायत धेरै कामहरू छन्, त्यस कारण चाहिँ ती कुराहरू हामी चाहिँ गर्नुपर्नेछ। र यो निर्माण क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ चाहिँ सबै विकासका कुराहरू चाहिँ पूर्वाधारमा भर पर्छन् र पूर्वाधार भन्नाले चाहिँ नेपाल निर्माण व्यवसाय महासङ्घले हाम्रा जुन साथीहरूको जुन कामहरू गरिरहेछन् त्योबाट मात्रै चाहिँ सम्भव छ। त्यस कारण चाहिँ यो पेसालाई मर्यादित, यो पेसालाई चाहिँ र टाइममा काम सम्पन्न गर्ने वातावरण नभएसम्म चाहिँ यो देशले चाहिँ निकास पाउँदैन। त्यस हिसाबले चाहिँ अब नेपाल सरकारलाई जो अहिले नयाँ बन्न गइरहेको छ, सरकार बन्न गइरहेको छ र द्वितीयको करिब 2 सरकार छ र यो सरकारलाई अब कुनै पनि बाधा अडचन हुन्न। हिजोको दिनमा सरकारहरू बन्दाखेरि चाहिँ धेरै कुराहरू ऐन कानुनहरू संशोधन गर्न पनि समय लाग्ने, पर्याप्त उहाँहरूको चाहिँ अब सहकार्य नहुने र आवश्यक बहुमत नभएको कारणले धेरै समस्या पर्थ्यो भने अब चाहिँ यो भर्खरै चाहिँ निर्वाचित भएको सांसदज्यूहरूको जुन अब मन्त्री बन्दैछ त्यसले चाहिँ मलाई लाग्छ एउटा निकास दिन चाहिँ सहज हुनेछ, किनकि उहाँहरूलाई चाहिँ पर्याप्त उहाँहरूको चाहिँ आफ्नै एउटा सिङ्गल दलको चाहिँ पर्याप्त बजेट भएको के अरे चाहिँ सांसद भएको हुनाले ऐन कानुनहरू संशोधन गर्न पनि अब चाहिँ अप्ठ्यारो हुन्न र अब सरकारले चाहेको खण्डमा चाहिँ यो क्षेत्रमा रहेको सबै विकृतिहरूलाई चाहिँ अन्त गर्न सक्ने सम्भावना भएको हुनाले ती सबै कुरा हामी चाहिँ एकमुष्ट रूपमा चाहिँ निकास दिनको लागि हामी अगाडि बढ्न गइरहेका छौँ। यो अब चुनावी प्रक्रिया हो, हामी सहमति गर्ने प्रयास पनि गरिरहेका छौँ, तर यद्यपि सम्भावना कम हुँदै गएको छ र यो प्यानल भनेको चाहिँ वास्तवमा चाहिँ अब डेमोक्रेटिक नर्म्स अनुसार हामी चाहिँ आफ्नो एजेन्डा लिएर निर्माण व्यवसायी साथीहरूसँग जानु चाहिँ त्यो नराम्रो मान्ने कुरा आएन र साधारणतया अब हाम्रो चाहिँ यो पेसामा पनि धेरै खालका हामी चाहिँ क्याटेगोरीका छौँ। केही ठुला साथीहरू हुनुहुन्छ जसलाई चाहिँ थोरै साथीहरू तर चाहिँ धेरै काम गर्ने हुनुहुन्छ, उहाँहरूको एउटा स्वार्थ हुनसक्छ। अब अरू आम चाहिँ निर्माण व्यवसाय साना साथीहरू उनीहरूको एउटा स्वार्थ हुनसक्छ। हाम्रो भनाइ चाहिँ के भनेदेखि ठुला र साना सबै मिलाएर यो पेसालाई मर्यादित गर्ने कुरामा हामी अगाडि बढ्नुपर्ने हुन्छ। यी विभिन्न कारणले गर्दाखेरि अब प्यानलहरू गठन भएको छन्, त्यो भएकोले यसलाई अन्यथा मान्ने कुरा भएर तैपनि हामी यसलाई चाहिँ सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्छौँ, तर त्यो सम्भावना चाहिँ कम हुँदै गएको छ। हामीले यो वरिष्ठ उपाध्यक्ष मात्रै नभएर म योभन्दा अगाडि उपाध्यक्ष थिएँ, त्योभन्दा पछि अगाडि चाहिँ म उपमहासचिव थिएँ होइन। यसरी चाहिँ हाम्रो चाहिँ वरिष्ठ उपाध्यक्षको कुरा गर्नुहुन्छ भनेदेखि हाम्रो चाहिँ कार्यकालमा हामीले धेरै काम गऱ्यौँ। नेपाल सरकारसँग हामीले चाहिँ
9 बुँदे मागसहित हामीले आन्दोलन गऱ्यौँ। त्यो आन्दोलन सफल पनि भयो, सरकारले सहमति पनि गर्यो। तर त्यो चाहिँ सहमति गरे पनि अहिले कार्यान्वयन हुन सकेको छैन, त्यसलाई पनि कार्यान्वयन गर्न आवश्यक छ। त्यसै गरी हामीले चाहिँ हाम्रो कार्यकालको सुरुमा चाहिँ 5 प्याकेजको हामीले अवधारणा ल्यायौँ। त्यसले पनि एउटा धेरै साथीहरूको चाहिँ यो लो बिडलाई चाहिँ कन्ट्रोल गर्ने एउटा चाहिँ माध्यम भएको थियो। यद्यपि अहिले त्यो 5 प्याकेज बजेट अलिकति अभावको कारणले गर्दाखेरि, पर्याप्त बजेट नभएको कारणले फेरि पनि साथीहरू कम्पिटिसन गर्न थाल्नुभएको छ। अन्यथा यो 5 प्याकेजले पनि एउटा धेरै चाहिँ सहमति मा थोरै चाहिँ धेरै बिलो नगइकन काम लिने अवस्था सृजना भएको थियो भनेदेखि एउटै कन्ट्र्याक्टरले सयौँ ठेका लिएर जुन भद्रगोल पार्ने स्थिति थियो त्यसलाई पनि कन्ट्रोल भएको छ। त्यस कारण यसरी नीतिगत रूपमा हामीले चल्यौँ भनेदेखि धेरै कुरा समाधान गर्न सकिन्छ भन्ने पनि एउटा हामीलाई चाहिँ विश्वास छ। यी लगायत हामीले चाहिँ यो कार्यकालमा धेरै कामहरू गऱ्यौँ, जसले गर्दाखेरि चाहिँ यो म्याथ थपको कुरादेखि लिएर धेरै कुरा गऱ्यौँ। तर यद्यपि म्याथ थप गरेर पनि हामीले पर्याप्त बजेट नभएको कारणले अहिले पनि हाम्रो साथीहरू पीडामै हुनुहुन्छ। तर यो हामीले चाहिँ 2 कार्यकालमा हामीले धेरै कामहरू गऱ्यौँ र यसले निर्माण क्षेत्रमा रहेका साथीहरूले चाहिँ एउटा आशा त जगाएको छ। तर त्यही आशा अनुसार हामीले चाहिँ पर्याप्त चाहिँ पूर्ण रूपमा चाहिँ हाम्रो समस्याहरू निम्टान्न पार्न सकेका छैनौँ। त्यो कुरालाई निम्ट्यान्न पार्नको लागि पनि अब हाम्रो चाहिँ यो आउँदो कार्यकालमा हामीले धेरै कुरा गर्न सक्छौँ भन्ने आशासहित हामी अगाडि बढिरहेका छौँ। अहिले हाम्रो सबभन्दा ठुलो चुनौती भनेको चाहिँ डिमान्ड र सप्लाईको म्याच भएको छैन। अहिले 7 प्रदेश 753वटा स्थानीय पालिकाहरूबाट चाहिँ डी क्लासको फर्महरू जुन दर्ता गर्ने गरेको छ, त्यसले गर्दा हरेक वर्ष हजारौँ सङ्ख्यामा नयाँ निर्णय व्यवसाय दर्ता गरिरहेको छ। यो कुरालाई कन्ट्रोल गर्न आवश्यक छ, किनकि हामीसँग विकासको बजेट चाहिँ यो एकदम कम हुने, तर निर्माण व्यवसायहरू चाहिँ हरेक वर्ष हजारौँ निर्माण व्यवसाय थप्दाखेरि चाहिँ एउटा यो डिसब्यालेन्स भएर डिमान्ड सप्लाई नमिलेको कारणले धेरै साथीहरू बिलोमा जानु परेको छ। त्यसकारण यो बिलो जानु नपर्नको लागि चाहिँ अब यो नयाँ निर्माण व्यवसाय दर्ता गर्ने कुरालाई पनि हामीले कन्ट्रोल गर्न आवश्यक छ। यो कुरालाई सरकारले हामीले चाहिँ झकझगाइसकेका छौँ र उहाँहरूले महसुस पनि गर्नुभएको छ। तर यो संविधानमै उल्लेख गरिएको हुनाले डी क्लासको फर्महरू चाहिँ स्थानीय पालिकाहरूबाट चाहिँ स्थानीय सरकारबाट चाहिँ वितरण गर्ने पाउने भनेर जुन छ, त्यसलाई पनि अब हामीले कन्ट्रोल गर्न आवश्यक छ। एउटा कुरो त्यो छ। र दोस्रो कुरा चाहिँ अब नेपाल सरकारले जति पनि ठेक्काहरू लगाउने गरेको छ, यो हचुवागोहरूमा चाहिँ बिना बजेटका, बिना तयारी होइन, जग्गा प्राप्ति नगरिकन, वन फडानी नगरिकन जुन ठेक्का लगाउने परम्परा थियो, त्यो पनि एकदम अत्यन्त चाहिँ दुर्भाग्यपूर्ण छ। त्यस कारण यी कुराहरू नै हाम्रो चाहिँ मुख्य समस्याहरू हुन्। डेफिनेटली अब हाम्रो चाहिँ निर्माण क्षेत्र भन्ने बित्तिकै ठुलो मात्रामा चाहिँ पेट्रोलियम प्रडक्ट आवश्यक हुन्छ, स्पेसली गाडी घोडा चलाउनको लागि चाहिँ डिजेलको, र त्यसै गरी पिच गर्नको लागि चाहिँ तपाईँको चाहिँ बिटुमिनको आवश्यक पर्छ। अब अहिले चाहिँ यो ठ्याक्कै चाहिँ वर्किङ सिजनमा अहिले चाहिँ जुन द्वन्द्व सुरु भयो, त्यसले गर्दाखेरि चाहिँ डिजेलको भाउ बढ्ने क्रम सुरु भइसकेको छ। 10 रुपियाँ अस्तिको महिना मात्रै चाहिँ यो 1 गते मात्रै बढाएको छ। अब यसै गरी अगाडि बढ्दै जाने हो भनेदेखि मलाई लाग्छ डिजेल चाहिँ 200+ हुने सम्भावना छ। त्यसै गरी बिटुमिनको हकमा पनि अहिले 15-20 रुपियाँ बढिसकेको छ। र त्योभन्दा पनि ठुलो कुरो चाहिँ अहिले स्टक पाउनै छोडिएको छ, किनभने जति साथीहरूले स्टक राख्नुभयो त्यो करिब चाहिँ खपत हुने स्थिति भइसकेपछि साथीहरूले चाहिँ त्यसलाई चाहिँ एकदम कन्ट्रोल गरेर बेचिरहनु भएको छ। जसले क्यास दिन्छ, जसले अलिक बढी एक्स्ट्रा पैसा तिर्छ, उहाँहरूले मात्रै पाइरहनु भएको छ। त्यस कारण अहिले हाम्रो साथीहरूले काम गर्न पनि पाउनु भएको छैन भनेदेखि अर्कोतर्फ पाइहाले पनि त्यो ठुलो मूल्य चुकाएर काम गर्नु परेको छ। त्यस कारण हामीले चाहिँ कन्स्ट्रक्सन होल्डे गर्नलाई हामीले अनुरोध गरेका छौँ। यदि कन्स्ट्रक्सन होल्डे नगर्ने हो भनेदेखि यो विशेष परिस्थितिमा जुन मूल्य वृद्धि हुन्छ त्यसलाई चाहिँ राष्ट्र ब्याङ्कको इन्डेक्सले मात्रै जान्दैन, यसलाई चाहिँ विशेष यसलाई चाहिँ गरेर सम्बोधन गर्न आवश्यक छ। हाम्रो भनाइ चाहिँ के भने कन्स्ट्रक्सन होल्डे प्रिय कुरा होइन, तर अब सरकारले पनि यसलाई ठुलो मूल्य चुकाउनु पर्ने हुन्छ। यदि केही समय केही महिनाको लागि चाहिँ यो द्वन्द्व चाहिँ लम्बिने खालको हो भनेदेखि ठुलो मूल्य चुकाएर सरकारले चाहिँ मूल्य वृद्धि चाहिँ निर्माण व्यवसायलाई दिएर काम गर्नुभन्दा नेपाल सरकारलाई पनि फाइदा हुने र निर्माण व्यवसायहरूलाई पनि यो खालको चाहिँ सकस नपर्ने हिसाबले हामीले कन्स्ट्रक्सन होल्डे कुरा गरेको हौँ। तर अब धेरै मूल्य नबढ्ने हो र धेरै चाहिँ लामो समय नजाने हो भनेदेखि नेपाल सरकारले यो मूल्य बढेको चाहिँ हामी समायोजन गर्छौँ विशेष व्यवस्था गरेर भन्नुहुन्छ भनेदेखि कन्स्ट्रक्सन होल्डे आवश्यक पनि छैन। तर चाहिँ अब सरकारसँग पर्याप्त बजेट पनि नहुने, सरकारले चाहिँ थप मूल्य दिन पनि नसक्ने र काम पनि गर भन्ने स्थिति छ भनेदेखि चाहिँ त्यो अवस्थामा चाहिँ कन्स्ट्रक्सन होल्डे गर्दाखेरि हाम्रो साथीहरूले यसमा निकास पाउने सम्भावना हुन्छ। त्यो धेरै प्रभावित हुन्छ, मैले भनिहालेँ यो प्रभावित हुन्छ। तर चाहिँ अब हुन त नेपाल सरकारले अब 1 वर्षभन्दा बढीको हकमा चाहिँ मूल्य समायोजन गर्न पाउने जुन प्रावधान दिएको छ, त्यसले गर्दाखेरि चाहिँ राष्ट्र ब्याङ्कको इन्डेक्स अनुसार केही मूल्य समायोजन त हुन्छ, तर यो अप्रत्याशित बढेको हकमा चाहिँ राष्ट्र ब्याङ्कले पनि त्यो इन्डेक्सले पनि कभर गर्दैन। एकातिर भनेदेखि छोटो समयको ठेक्काहरू जस्तै 1 वर्षभन्दा मुनिको ठेक्काहरूमा मूल्य समायोजनै हुन्न। त्यस्तो हकमा चाहिँ नेपाल सरकारले विशेष व्यवस्था गर्नुपर्ने हुन्छ। होइन भनेदेखि चाहिँ हाम्रो साथीहरूले चाहिँ काम गर्ने सक्ने स्थिति अहिले छैन। सक्छ योभन्दा अगाडि पनि नेपाल सरकारले विगतमा पनि यस्तो खालको चाहिँ अत्याधिक मूल्य वृद्धि हुँदाखेरि यो चाहिँ नाकाबन्दीको समयमा जुन खालको एउटा चाहिँ मूल्य वृद्धि भएको थियो त्यो बेला पनि नेपाल सरकारले केही न केही सम्बोधन गरेको थियो। त्यही फर्मुला प्रयोग गरेर फेरि यसपटक पनि
यो मूल्य समायोजनको चाहिँ समाधान गर्ने सरकारले घोषणा गर्यो भनेदेखि साथीहरूले चाहिँ थप मूल्य तिरेर पनि काम गर्न सक्ने स्थिति हुन्छ, होइन भनेदेखि कन्स्ट्रक्सन होल्डे गर्नुको विकल्प छैन। अब विगत 2-3 वर्ष अगाडि त भयावह थियो, सरकारको चाहिँ एकदमै चाहिँ समस्या थियो। तर अहिले पनि अब अर्थ मन्त्रालयले यो चाहिँ रकमान्तर गर्नको लागि चाहिँ उहाँको विभिन्न चाहिँ प्रक्रिया पुरा गर्नुपर्ने र त्यो प्रक्रिया पुरा गर्न लामो समय लाग्ने हुनाले अहिले हाम्रो साथीहरूले धेरै दुःख पाइरहनु भएको छ। र हाम्रो एउटा के हुन्छ भने एक ठाउँको भुक्तानी पाएन भनेदेखि त्यो कन्ट्र्याक्टरले गरिएको अरू काम पनि चाहिँ समस्या आउँछ। त्यही कारण चाहिँ केही ठाउँमा चाहिँ भुक्तानी पाउने, केही ठाउँमा चाहिँ मूल्य के चाहिँ यो रकमान्तर गर्न नसकेको कारणले अथवा बजेट पर्याप्त नभएको कारणले हामीले भुक्तानी पाउन सकेका छैन। र त्यो कारणले गर्दाखेरि भुक्तानी भइरहेको ठेक्काहरूमा पनि हाम्रो चाहिँ समस्या चाहिँ देखा पर्छ। किनभनेदेखि हामीले चाहिँ भुक्तानी एक ठाउँ भए पनि त्यसको लागि हामी प्यारलली सबै ठाउँ काम सञ्चालन गरिरहेका हुन्छौँ। तर एक ठाउँको भुक्तानी चाहिँ नपाउँदाखेरि चाहिँ त्यसको चाहिँ डिसब्यालेन्स हुन्छ र त्यसले गर्दाखेरि समग्र चाहिँ काममा जहाँ चाहिँ भुक्तानी हुने ठाउँ भएको ठाउँमा पनि त्यहाँ पनि कामको समस्या हुने हुनाले हामीले नेपाल सरकारलाई एकदमै यो रकमान्तरको विषयमा पनि अर्थ मन्त्रालयले यसलाई सहजीकरण गर्नुपर्छ र बजेटहरू सम्बन्धित विकासीय मन्त्रालयलाई दिनुपर्छ ताकि उसले आवश्यक ठाउँमा चाहिँ प्रयोग गर्न सकोस्। तर अब अर्थ मन्त्रालयले कन्ट्रोल गर्ने नाममा रकमान्तरलाई एकदम कडा गरेको छ र त्यो गर्दाखेरि चाहिँ हाम्रो चाहिँ काम भएका ठाउँहरूमा पनि भुक्तानी नभएर अहिले साथीहरू चाहिँ मारमा हुन्छ। अनि यो त हामीले चाहिँ अब अलिकति चाहिँ अवेरनेस पनि गराउनु पर्ने छ। अब विगतमा भन्दा अहिले चाहिँ नेपाली निर्माण व्यवसायले काम गर्न खोज्दै पनि भुक्तानी नभएको कारणले, अब साइट क्लियर नभएको कारणले अथवा मुद्दा परेको कारणले, विभिन्न कारणले गर्दाखेरि चाहिँ भ्यू नभएको कारणले, डिजाइनको समस्या भएको कारणले, रुखहरू कटान नभएको कारणले काम नभएको भन्ने कुरो त धेरैले बुझिसक्नु भएको छ। तर अद्यपि अहिले पनि धेरै कुराहरू चाहिँ हाम्रो चाहिँ कर्मचारी मित्रहरूले पनि अख्तियारको डरले समयमा निर्णय नगर्ने र प्रोजेक्ट म्यानेजरहरू, इन्जिनियरहरू समयमा परिवर्तन भइरहने, त्यसले गर्दाखेरि जाने इन्जिनियरले चाहिँ 1-2 महिना अगाडिबाटै काम गर्न छोड्ने र आउने इन्जिनियरहरूले 2-4 महिना कामले बुझ्दै समय लाग्ने, यी यावत कारणहरूले गर्दा काम नभइरहेको अवस्था छ। यसलाई चाहिँ अब हामीले चाहिँ अब नयाँ सरकार बनिसकेपछि हामी चाहिँ यो विषयमा व्यापक छलफल गर्छौँ। प्रोजेक्ट म्यानेजर कम्तीमा नि एउटा प्रोजेक्ट सुरु भएदेखि अन्तसम्म चाहिँ कन्टिन्यू राख्ने, त्यसै गरी पर्याप्त बजेट नभइकन ठेक्का नलगाउने, साइट क्लियर नभइकन ठेक्का नलगाउने, भेरिएसन अर्डर जस्ता म्याथअप जस्ता कुराहरू छन् भने तुरुन्तै निर्णय गर्ने, त्यो अधिकार चाहिँ सम्बन्धित प्रोजेक्ट म्यानेजरले दिने। अहिले के छ भनेदेखि अब भ्यूहरू भयो, तपाईँको चाहिँ अब कुनै किसिमको समस्या आयो भनेदेखि 3-4 तहमाथि गएर एप्रुभ गर्नुपर्ने छ। त्यसले गर्दाखेरि लामो समय लाग्ने भएको हुनाले त्यो सबै कुरालाई करेक्सन गरेर हामीले चाहिँ नेपाली निर्माण व्यवसायहरू काम गर्न सक्षम छन्। तर उहाँहरूलाई त्यो वातावरण बनाइदियो भनेदेखि समयमा काम सम्पन्न हुन्छ भन्ने कुरा चाहिँ मलाई चाहिँ विश्वस्त छु। वास्तवमा चाहिँ अब मैले अघि पनि भने केही ठेक्काहरू हाम्रो साथीहरू कमजोरी भएर पनि छन्। त्यस्ता ठेक्काहरू तोड्दाखेरि हाम्रो चाहिँ सहमति नै रहन्छ। तर निर्माण व्यवसायको मात्रै कारण नभएर त्यहाँ चाहिँ मैले अघि नै भने भुक्तानी समयमा नहुने, पर्याप्त बजेट नहुने, भइहाल्यो पनि त्यहाँ चाहिँ त्यो चाहिँ एकदम ढिलो हुने, होइन, त्यसै गरी साइडको चाहिँ समस्याहरू भएको चाहिँ काम नभएर विभिन्न कारणले म्याथअप भएर चाहिँ वर्षौँ वर्ष चाहिँ अड्केर बसेका ठेक्काहरू सयौँ मात्रामा छन्। त्यस्ता ठेक्काहरूलाई चाहिँ निर्माण व्यवसाय मात्रै दोष हो भनेर चाहिँ ठेक्का तोड्नु चाहिँ त्यो चाहिँ अपराध हो, त्यो सरकारले गर्नुहुन्न। यदि चाहिँ निर्माण व्यवसायको कारण बाहेक अरू कारणले हो भनेदेखि त्यसलाई सरकारले सम्बोधन गर्नुपर्छ र यदि सरकारसँग पर्याप्त बजेट छैन त्यस्ता ठेक्काहरू चाहिँ सहमतिमा तोड्नुपर्छ भनेर हामीले भनेका थियौँ। र यसरी चाहिँ अन्धाधुन्ध ठेक्का तोडिँदाखेरि चाहिँ अब ब्याङ्कहरू पनि समस्यामा पर्न थालेका छन्, होइन। अब करोडौँ अरबौँ क्लेमहरू चाहिँ ब्याङ्कमा गएको छ, जब ब्याङ्कको चाहिँ अब यो चाहिँ ब्याड लोनहरू चाहिँ बढ्ने क्रम जारी हुन्छ। त्यसले गर्दा समग्र चाहिँ अर्थतन्त्र असर पर्ने हुनाले यसरी निर्माण व्यवसायलाई मात्रै चाहिँ दोष लगाएर ठेक्का तोडिनु र त्योमाथि पनि सार्वजनिक खरिद ऐनको दफा 59 को उपदफा चाहिँ 8 अनुसार ठेक्का तोडिएपछि सम्पूर्ण आवश्यक बजेटहरू नेपाल सरकारले खर्च गर्नुपर्ने बजेट पनि निर्माण व्यवसायले असुल गर्नुपर्छ भन्ने जुन एउटा ब्रुटल कानुन एउटा छ त्यसलाई पनि तुरुन्तै चाहिँ खारेज गरेर ठेक्काहरू चाहिँ सहमतिमा तोडिनुपर्छ भन्ने हाम्रो भनाइ हो। र यसरी चाहिँ अन्धाधुन्ध ठेक्का तोड्यो भनेदेखि निर्माण व्यवसाय त धराशयी हुन्छ, तर यो एज ए होल अर्थतन्त्रमा ठुलो असर पर्छ, ब्याङ्कहरू धराशयी हुन्छन्। त्यो कारणले गर्दाखेरि चाहिँ यस्तो खालको चाहिँ अप्रिय निर्णयहरू चाहिँ गर्नुभन्दा अगाडि सरकारले चाहिँ गम्भीर भएर सोच्नुपर्ने भन्ने मेरो अनुरोध हो। वास्तवमा अब हाम्रो चाहिँ ऐन नियमहरू यति चाहिँ गिजुलिएका छन् कि एउटा कारणले एउटा दफाले अर्को दफालाई काट्ने, एउटा ऐनले अर्को ऐनलाई काट्ने, त्यो भएकोले हामीले चाहिँ एउटा चाहिँ समग्र रूपमा चाहिँ यो निर्माण क्षेत्रलाई नै एउटा चाहिँ छाता ऐनको हाम्रो आवश्यक पर्छ निर्माण क्षेत्रहरूलाई। त्यो कुरामा सायद सरकारले पनि गम्भीर रूपमा अगाडि सोचिरहेको छ भने हामीले सुनेका छौँ। र यसरी चाहिँ अब सार्वजनिक खरिद ऐनलाई चाहिँ विभिन्न वन ऐन भयो, उपभोक्ता ऐन भयो, यावत चाहिँ स्थानीय निकायको ऐनहरू भयो, यी कारणले हाम्रो चाहिँ गिजुलिएको छ। त्यसले गर्दा आज नेपालमा जति पनि कामहरू चाहिँ समयमा नहुने र समस्या थुप्रिने कारणहरू यी भएको हुनाले अब चाहिँ हाम्रो चाहिँ छाता ऐन बनाएर नै यो कन्स्ट्रक्सन सेक्टरलाई हेर्ने चाहिँ छुट्टै ऐन एउटा आवश्यक छ। र त्यो विषयमा चाहिँ नेपाल सरकारले चाहिँ विशेष रूपमा चाहिँ अब यो अहिले बन्दै गरेको करिब 2/3 सरकारले चाहिँ विशेष ध्यान दिएर यसलाई चाहिँ अत्यन्त गम्भीरतापूर्वक चाहिँ
पहल गर्न आवश्यक छ। वास्तवमा अहिले नेपाली जनताले एउटा राम्रो डिसिसन गरेको छ, किनकि धेरै लागेको थियो। अब सबै पार्टीहरूको चाहिँ 10-20 सिट तलमाथिको हिसाबले फर्स्ट सेकेन्ड थर्ड हुन्छन् भन्ने खालको थियो। तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा अत्यन्त अपत्यारिलो हिसाबले चाहिँ सायद कसैले पनि कल्पना नगरेको, सायद स्वयं पार्टीले पनि कल्पना नगरेको हिसाबले चाहिँ एउटा ल्यान्डस्लाइड भिक्टोरी दिएको छ। यसले गर्दाखेरि अब राष्ट्रिय स्वतन्त्र पार्टी जसले सरकार बनाउँदैछ उहाँहरूलाई कुनै बहाना छैन। अब उहाँहरूले ऐन नियमहरू चेन्ज गर्नलाई, एउटा संविधान संशोधन गर्ने बाहेक अन्य कुरा जुन डे टु डे काम गर्नको लागि चाहिने नियमावलीहरू ऐनहरू संशोधन गर्न उहाँलाई कुनै बाधा पर्दैन। र अब चाहिँ मलाई लाग्छ लामो समयपछि एउटा राज्यले एउटा राजनीतिक निकास पाएको छ र अब उहाँहरूले चाहिँ यो विषयमा गम्भीर भएर पुराना पार्टीहरूले गरेको गल्तीहरूबाट पाठ सिकेर यसलाई चाहिँ अत्यन्त न्याय दिनुहुनेछ र एउटा नेपाली जनताले चाहिँ एउटा राहत महसुस गरेछन् कि हामी लामो द्वन्द्वबाट भनौँ अब 30-35 वर्षदेखि हामी चाहिँ हरेक मलाई लाग्छ 35 वर्षमा हामीले 33वटा प्रधानमन्त्री पायौँ। यो खालको चाहिँ अस्थिरताबाट हामी जोगिने एउटा राम्रो चाहिँ मौका नेपाली जनताले म्यान्डेट अहिलेको सरकारलाई, अहिलेको पार्टीलाई दिएको छ। त्यो हिसाबले म आशावादी छु र यो खालको चाहिँ अपर्च्युनिटी नेपालले धेरै कम मात्र पाएका थियो अरू पार्टीहरूले पनि, त्यसलाई चाहिँ सद्भाव गर्न चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी र अब बन्ने सरकारलाई म चाहिँ विशेष अनुरोध गर्न चाहन्छु। अब हाम्रो चाहिँ नेपाल निर्माण व्यवसायी महासङ्घको निर्वाचन यही 2082 साल चैतको 17, 18, 19 गते प्रज्ञा भवन कमलादीमा हुन गइरहेको छ। म 70 जिल्लामा छरेर रहनुभएको निर्माण व्यवसायी साथीहरू, प्रतिनिधि साथीहरूलाई म चाहिँ त्यो अधिवेशनमा स्वागत पनि गर्न चाहन्छु। र अब हामीले चाहिँ जसरी नेपालमा एउटा राजनीतिक निकासका सहित एउटा चाहिँ एउटै पार्टीलाई 2/3 हाराहारीमा चाहिँ जुन भोट दिएर एउटा चाहिँ अत्यन्त राम्रो चाहिँ वातावरण अब अगाडि बढ्न एउटा स्थिरताको सम्भावना भएको चाहिँ हामीले देखेका छौँ। त्यसै गरी निर्माण व्यवसायी महासङ्घमा पनि अब हामीले चाहिँ सही नेतृत्वको चयन गर्न आवश्यक छ। यसलाई चाहिँ पेसा बनाउने, यसलाई चाहिँ दुनुगाई बनाउने भन्दा पनि यसलाई चाहिँ एकदमै इमान्दारीपूर्वक यो पेसालाई कसरी मर्यादित गर्ने र सरकारसँग कसरी चाहिँ डायलग गरेर यो पेसामा भएको समस्याहरूलाई समाधान गर्ने भन्ने विषयमा एउटा राम्रो टिम आवश्यक छ। त्यो विषयमा यहाँहरूले महसुस गर्नुभयो र मतदान गर्नुभयो र सही नेतृत्वमा चुन्नुहुनेछ र यो पेसामा देखिएका तमाम समस्याहरूको चाहिँ समाधान गर्नको लागि अहिले एउटा अपर्च्युनिटी आएको छ। मैले भन्दैछु हाम्रो चाहिँ कार्यसमिति, नयाँ कार्यसमिति आउने बेलासम्म नयाँ सरकार पनि गठन भइसकेको हुनेछ। त्यसै चाहिँ एउटा नयाँ कार्यसमिति र नयाँ सरकारको चाहिँ बिचमा बसेर यो कन्स्ट्रक्सन सेक्टरमा देखिएको लामो वर्षौँ वर्षदेखि गिजुलिएर रहेको सम्पूर्ण समस्याको समाधानहरू हामीले चाहिँ गर्न सक्ने एउटा राम्रो अपर्च्युनिटी भएको हुनाले म सम्पूर्ण प्रतिनिधि साथीहरूलाई त्यही अनुसार निर्णय गरेर एउटा अगाडि बढ्नको लागि अनुरोध गर्न चाहन्छु।